हजुर नमस्कार। आज यसरी हजुरलाई सम्मान गरियो किन गरियो थाहा छ नि? एकदम तपाईँ खुसी हुनुहुन्छ? एकदम खुसी हुन्छ। तपाईँले लगभग 15 दिनको अन्तरालमै हजुर 5 गाडी बेचिदिनु भयो, यानि कि 100 क्यारेटको दरले। आज पनि हामीले 100 क्यारेट जुन झार्दैका छौँ। हजुर सिन्धुलीमा जुन महोत्सव लाग्यो भने हामी काठमाडौँमा महोत्सव लगाउने है। हो। तपाईँले यहाँनिर के गर्नु मात्र रैला हान्छु भन्नुभएको छ। तिमीले भेटभाट कस्टमर पनि एकदमै राम्रो छ। हामीले पनि रात 3 नभइसकेको लागि भने राति 12 बजी पनि ल्याइदिन्थ्यो। हजुर तर अहिले हामी बिहान अनलोड गरिसक्यौँ। आज 2082 मङ्सिर 19 गते। ओके, नम्बर पनि पछाडि ब्याकग्राउन्डमा छ। मलाई सोध्दा पनि कन्ट्याक्ट गर्दा नि हुन्छ। सिधै उहाँलाई कन्ट्याक्ट गरेर चाहिँ हजुरले हजुरको लोकेसन भनिदिनु नि एकचोटि। हाम्रो लोकेसन पुरानो बासी चोकको ओह्रालोमा। ओह्रालोमा यो खाले चुनार चाहिँ हजुरहरूले एकदम फ्रेस पाउनुहुन्छ। यो जस्तो एकचोटि देखाइदिनु तिनवटा कुरा किन्ने पनि भिडभाड एकदमै हुनुहुन्छ। उहाँ बोलाइसक्नु भएको छ। हामी वेट गरिदिन्छौँ। हजुर त्यस्तो हुन्छ मजाले दिन्छ है। करोडको व्यापार होस्। धन्यवाद। सिटी हुनुहुन्छ क्या उहाँ भ्याइ नभ्याइ छ, त्यही भएर हामीसँग रामेछापको यो 13 जातको कागजी पनि आइसकेको छ। अब भरे हाम्रो सिजन अनुसारको हरेक फलफुल आउँछ। सिजनल फुड्स बानेश्वरमा।